गृहमन्त्रीसँग कसैले फोटो खिचाएर मेरो आफ्नो परिवारै होस्, तपाईँलाई मसँग गृहमन्त्रीसँग फोटो छ, मेरो गृहमन्त्रीसँग यस्तो सम्बन्ध छ, मेरो परिवार हो, मेरो साथी हो, भाइ हो भनेर तपाईँहरूलाई धम्काउँछ भने देशैभरि सबसे अजासित उनीहरूलाई कारबाही हुन्छ। बुझ्नुभयो? उनीहरूलाई कारबाही हुन्छ। मेरो आफ्नै परिवार भनी गलत गर्छ भने कारबाही हुन्छ। तपाईँले नसोच्नु होला हामी चाहिँ अब त्यो आफ्नो परिवार हुन्छ, साथी हुन्छ, भाइ मसँग फोटो खिचायो होला, ऊ मसँग फोटो खिचायो होला, मसँग गृहमन्त्रीसँग यसरी फोटो खिचाएको छु भनेर गलत गर्दै हिँड्छ भने एकदम राम्रो। तपाईँले प्रहरीमा उजुरी दिनु होला, होइन? नत्र देशैभरि कुनै ठाउँमा तपाईँले 100मा फोन गर्नु होला, गृहमन्त्रीको फोटो देखाएर म परिवार हो भन्दै मलाई ठग्या छ, मलाई धम्काएको छ, मलाई यस्तो गराएको छ, उस्तो गराएको छ भने 100मा 100मा मात्र फोन गरिदिनु होला, म 100मा भनिदिन्छु। त्यो आउने बित्तिकै त्यो मान्छेलाई कुन ठाउँबाट हो त्यही ठाउँबाट हामी उठाउँछौँ। उनीहरू पक्रिनु पर्ने हो, कसरी कारबाही गर्नु हामी गर्छौँ। त्यही भएर तपाईँ त्यसमा ढुक्क हुनुहोस्। गृहमन्त्रीले कसैलाई जोगाउँदैन, यो तपाईँहरूलाई म विश्वस्त पार्न चाहन्छु है। त्यही भएर अघि भर्खर मैले देखेँ एकजना फोटो देखेँ, हाम्रो पार्टीको भए पनि केही फरक पर्दैन। पहिलाको जस्तो समय होइन यो, पहिला जस्तो समय होइन। हामी कुनै पार्टीमा अहिले आबद्ध छौँ र मेरै पार्टीको मान्छे, मेरै पार्टीका साथीले पनि नराम्रो काम गर्छ, तपाईँलाई ठग्छ, होइन, गैर कानुनी काम गर्छ भने पार्टीले पनि जोगाउँदैन, गृहमन्त्रीले पनि जोगाउँदैन। यो चाहिँ सबै मिडियाकर्मी साथीभाइहरूकोबाट जाओस्, देशैभरि यो फैलोस्। कुनै समयमा देशको कुनै कुनामा 100मा मात्र फोन गरेर गृहमन्त्रीको नाम लिएर हामीलाई धम्कायो, हामीलाई थर्कायो भनेर अलिकति फेरि एभिडेन्स पनि चाहिला, रेकर्डिङ गर्नु मिल्छ, फोन यसरी राखेर भोइस मात्र रेकर्डिङ गरेर पुग्छ, फेरि मैले धम्काएको कहाँ छ भनेर भनिदिनु सक्छ, मैले भनेको कहाँ छ भनेर भन्नु सक्छ। त्यही भएर तपाईँहरूले यसो गरी गरेर फोन लुकाएर भए पनि भोइस मात्र रेकर्डिङ गरिदियो भने हामीले यहाँ छ भनेर हामीलाई पनि कारबाही गर्नु सजिलो हुन्छ। फेरि मान्छेले यही कुरामा फेरि मिसयुज पनि गरिदिन्छ, बुझ्नुभयो नि? त्यही भएर अलिकति झुक्काएर भए पनि यसरी मोबाइल यसरी राखेर भए पनि तपाईँले रेकर्डिङ गरिदिनु भयो भने मसँग प्रमाण पनि छ, गृहमन्त्रीको नाममा चाहिँ हामीलाई यसरी गरेर धम्काएको छ, गृहमन्त्रीको परिवार हो भनेर भनेको छ, एकदम राम्रो। म आफै कारबाही गर्छु, फोटो खिचेर कारबाही गर्छु। त्यही भएर फरक पर्दैन यसमा चाहिँ। त्यही भएर तपाईँलाई ढुक्क हुनुहोस् है यसमा चाहिँ। तपाईँहरू टेन्सन नलिनु, यहाँ फोटो दिदीले देखायो म आत्ती भनेर भन्नुपर्छ, यसो डराउनु पर्दैन। यो जमाना गइसक्यो, यो यस्ता खालको जमानाहरू जहाँ पार्टीको साथीहरू आफ्नो दाजुभाइलाई जोगाउने छ नि। कर्पोरेट भनेकै कर्पोरेट खबर।